हुँदै हुनुहुन्छ। नमस्कार। आजको यस सभाका सभाध्यक्ष श्री नवराज सुवेदीज्यू तथा उपस्थित मेरा आदरणीय विशिष्ट व्यक्तिहरू र मेरा अभिन्न मित्रहरू, नेपालमा हिन्दू अधिराज्य कायम गर्न हामीले एउटा संयुक्त आन्दोलन सुरु गर्नुपर्छ भनेर भन्न थालेको हामीले धेरै पहिलादेखि हो। दुर्गाजी यहाँ हुनुहुन्छ। मेची पुलमा हामीले श्री 5 महाराजा धिराजलाई स्वागत गरेर बत्ती बाल्न लगाएपछि त्यसपछि हामीले यो संयुक्त आन्दोलनको इच्छा र आकांक्षा व्यक्त गरेका पनि हौं र त्यसपछि हामीले अब संयुक्त रूपमा अगाडि नबढिकन केही पनि हुँदैन भनेर धेरै प्रयास पनि गरेका हौं। तर धेरै प्रयासहरू सफल हुन नसक्दै पनि करिब 2.5 वर्षपछि आएर यो प्रयास सफल भएकोमा यो प्रयासलाई सफल पार्दिनु हुनेहरू सबैजनालाई म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। अहिले हामीले सुनिरहेका छौं प्रतिपक्षले पनि आन्दोलन गर्दैछ अरे। अब माओवादीहरूको आन्दोलन छुट्टै छ, त्यसपछि अब हाम्रो आन्दोलन कसरी जाने हो? आज हामी जसरी एकजुट यहाँ भएर बसेका छौं, हामी श्री 5 महाराजा धिराज पोखराबाट फिर्ती सवारी गइबस्दाखेरि हामी जसरी एकजुट भएर एयरपोर्टदेखि निर्मल निवाससम्म बसेका थियौं, त्यसैगरी एकजुट गर्न यो कार्यदललाई सफलता मिलोस् र त्यही सफलता सँगसँगै नेपालमा हिन्दू अधिराज्य कायम होस् भनेर म भन्न चाहन्छु र सम्पूर्ण अभियन्ता मित्रहरूलाई, सम्पूर्ण पार्टीका मित्रहरूलाई आउनुस् एकपल्ट फेरि यो राष्ट्रलाई नेपाल अधिराज्यको रूपमा विश्वमा 1.5 अर्ब भन्दा बढी हिन्दूहरूको प्रतिनिधिमूलक राष्ट्रका रूपमा हामी स्थापित गराउँ। हाम्रा राष्ट्रनायक श्री 5 महाराजा धिराजलाई 1.5 अर्ब भन्दा बढी हिन्दूहरूका सम्राटका रूपमा हामी स्थापित गर्न सकौं। यो नै हाम्रो लागि गौरवशाली क्षण हुनेछ भन्ने मलाई लागेको छ र यति भन्दै मेरो आफ्नो मन्तव्य म यही टुङ्ग्याउँछु। धन्यवाद।